नमस्कार सम्पूर्णमा। आज यस खड्ग जयन्ती माध्यमिक विद्यालय बडिघाट ७ गाउँका कक्षा ७ का विद्यार्थीहरूले विज्ञान तथा प्रविधि विषयमा सूचना तथा सञ्चार प्रविधिको क्रियाकलापहरूमध्ये वेबसाइटको प्रयोगबाट आफ्नो पाठ्यपुस्तक हेर्ने क्रियाकलाप गरेका छन्, जसका लागि वेब ब्राउजर खोल्ने र सर्च बारमा www.moecdc.gov.np टाइप गर्ने र किबोर्डमा रहेको इन्टर बटन थिच्ने, जसपछि एउटा वेब पेजको गृह पृष्ठ खुल्नेछ, जसमा विभिन्न अप्सनहरूमध्ये प्रकाशनमा गएर साधारणमा माउस पोइन्टरलाई लैजाँदा बित्तिकै विभिन्न अप्सनहरू देखा पर्छ। त्यसमध्ये पाठ्यपुस्तकमा क्लिक गर्ने र नेक्स्ट बटनमा क्लिक गर्दै विभिन्न कक्षाका पाठ्यपुस्तकहरू हेर्न सकिन्छ। यसरी हाम्रो यस खड्ग जयन्ती माध्यमिक विद्यालयका कक्षा ७ का विद्यार्थी भाइ बहिनीहरूले आजको क्रियाकलाप गरेर सम्पन्न गरेका थिए। र